हेलो गुड मर्निङ गाइज। आज चाहिँ हामी हिजोतिर त एक्लै थियो, आज चाहिँ उहाँ मिस्टर भाकाला नि हुनुहुन्छ। लगभग आज चाहिँ सकिन्छ होला दारो बोक्नलाई। यति चाहिँ बोकियो। आज दुईजना भएर सकाउनु पर्ने हुन्छ गाइज। त्यहाँबाट आनन्द ल गाइज ट्याक्क चढेर आज दाउरो बोक्न सकोस्। अस्तिबाटै कोसिस गरेको, कहिले पानी पर्ने कहिले के गर्ने भनेर अड्किरहेछ। आज चाहिँ दुईजनाले मस्त बोक्यो भने चाहिँ सकिन्छ होला गाइज। सक्यो भने दिल गार्डन हुन्छ नि। ल हेर्नुहोस् गाइज, यो चाहिँ खलास बनाइदिएछन्। अब यति मात्रै हो लगभग। यो आज सकिन्छ होला, दुईजनाले बल गऱ्यो भने। हेर्नुहोस् हिजो टिपीको आइसेलु त पाएन र आज चाहिँ डेन्जर कोतार्यो। ल गाइज अब भारी हालिन्छ। ज्याम बोकिन्छ। अब ज्याम बनेछ। अब के हुन्छ हेरौँ, आज सकिन्छ कि सकिन्न। सके त राम्रै हो, सकेन भने क्या गरौँ त। पानी नपरोस् त्यही हो। आज त ठिकै छ मौसम त। हे भगवान पानी नपरोस् है। भारी अड्केन भने चाहिँ यसरी अड्काउनुपर्छ, मजाले अड्किन्छ। अनि यस्तो गर्दै ढुक्कले यसरी हाल्न पाउँछ। भारी पनि भइयो, अब बोकेर गइन्छ। ल गाइज भरेतिर भेटौँ ल। अब बक्क बोक्नु पऱ्यो। अनि अहिले खाना खाएर अनि आज यसलाई खलास गरिदिनुपर्छ। खलास अस्तितिर त ठिकै थियो, हिजोको पानीले गर्दा अलि गरुङ्गो भएछ आज त। झन्डै हाम्रो हिरो साहब आउनुभयो। आज सकिन्छ छ्याममा छिम्क्या छि सकिन्छ सकिन्न? यो सकिन्छ? सकिन्छ। सकाउनु पर्यो गाइज। दुईजनाको भारी, मेरो भारी, बाबाको भारी, ठुल्बाउको। अनि यति हुँदो रहेछ। बल गऱ्यो भने सकिन्छ होला। बोक्दै हुनुहुन्छ। अब म पनि बोकिन्छ गइन्छ। बिस्तारै खस्छ। सकिन्छ होला गाइज। यति त छ, छिटै सकिन्छ कि बल गऱ्यो भने। हेर्नुहोस् गाउँको अर्ग्यानिक खोले खाँदैछन्। मिठो छ? मिठो छ? मिठो छ कि छैन? हेर्ला चाहिँ ठिक छ एकदम। यता बाबा घाम ताप्दै हुनुहुन्छ। आमा यता रक्सी पारेछन्। हेर्नु प्योर कोदोको रक्सी चाहिँ यसरी पार्छन् नि। ल गाइज हेर्नुहोस्, यो चाहिँ 1 रुपियाँ नेपालको। आजभोलि त खासै चल्दैन। आजभोलि त नोट कट्टे नोट मात्रै चल्छ है। 1 रुपियाँ चाहिँ यस्तो थियो। देखेन क्या राम्ररी। म्याउ म्याउ हेर्दा म्याउ म्याउ। गाइज छ्याङ चाहिँ यसरी छान्छन्। यहाँ बोरा हालेर गेडा पर्छ भनेर लोचे छ डेप्ची तल। बोरा चाहिँ स्यादी पर्छ भनेर। बोरा हालेन भने स्यादी निस्किन्छ। खाँदाखेरि मुखमा सरसरै हुन्छ। त्यही भएर हालेको है। त्यही भएर हालेको। हेर्नुहोस् है गाइज रक्सी कसरी उखार्ने म त्यो। हेर्नुहोस् है
रसी उतार्ने देखाउँछु है। रसी उतार्ने कसरी हो। एक तातो पानी यसरी फाल्ने हो अनि चिसो पानी हाल्ने हो। मै देखेन क्या हो यसरी। यसरी हो अनि कतिचोटि गरेछ यस्तो गर्ने हो। यहाँ यसरी हातले यसरी यसरी लेखिदिने हो गाइस। ल गाइस अब चाहिँ खाना साना दन्काइन्छ अनि फिनिस पारिन्छ। आज पानी परेन भने हेरौँ भरेसम्म के हुन्छ। इनर्जी ड्रिङ्क पनि खानुपर्छ धेरै होइन, ट्याक्क शीतलको लागि। खोइपा तिनी छिमो नानी छैन। शक्ति आउँछ। रतुन तुझे के राखी थुमु उहाँको चाहिँ सेतो सेतो रे साङ्लो, उहाँको चाहिँ साङ्लो, मेरो चाहिँ झाङ्लो। अनि आमा खाना पस्काउँदै हुनुहुन्छ। अब खानासाना खाएर अनि गइन्छ। आज खलास गरिन्छ। ल बाख्रा 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 छोड्ने बेला नि भयो। ल ल ल अब निस्क्यौ 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 निस्क्यौ। त पुन्टेलाई त सम्हाल्नुपर्छ। त्यो पुन्टेलाई त सम्हाल्नुपर्छ। यसलाई त सम्हाल्नुपर्छ। समात त नालाई ओ त्यो ढोको खोला त ल ए भन्दै हो। ल जाउँ कहाँ जाने रे के उस टिप्न हो रे यो खाने यहाँ पाकेछ। समाताउँदा पर्छ म टिप्छु। भन्दा लागेको छ। यस्तो पो गर्नुपर्छ। ल खाऊ एउटा तिमीलाई नखाऊ नि फेरि सोधेर मात्रै खाऊ। बुइका खा सोधेर मात्रै खाऊ है। त्यो माल नखाऊ है, सोधेर मात्रै खाऊ। ल तिमीहरू चाहिँ आइसिएलु खाँदै बस है। ल बाई बाई। ल गाइस नानुहरू चाहिँ यहीँ आइसिएलु खाँदै बस्छन्। अब आज सघाउनु पर्ने छ। अब चाहिँ बक्का बक पुग्नुपर्छ। ल भरेतिर भेटौँला गाइस। गाइस अब यति छ के अरे, आज सकिन्छ सकिन्न। आज सकिन्छ, आज सकिन्छ सकिन्छ। पानी आएन भने बाथे बा यता बाख्रा चराउँदै खाना खानुभयो। खै त बाख्रा ए मुन्नी गइछ। गाइस बेला बेलामा इनर्जी ड्रिङ्क चाहिँ दिइराख्नुपर्छ है। धेरै होइन फेरि हल्का हल्का थकाइ मेटाइको लागि।
धेरै दियो भने फेरि झाडीतिर सुत्छ नि फेरि गाई मेरो डार्लिङको मम्मी ओ आमी कता जाने हो घाँस काट्न जाने घाँस काट्न घाँस आमा चाहिँ घाँस काट्न गयो यहाँबाट थुप्रै घाँस लिएर आउनु है न्युरो ल ल आमै ल ल गाइस यति भएर आयो हाय थाकिरहेछ अब छ होला 10-15 भारी आज खलास गर्नुपर्छ यो नानु चाहिँ नुहाउनै माने छैन नुहाउँछ नुहाउँदैन नुहाउँछ नुहाउँदैन नुहाउँछ नुहाउँदैन रे 2 दिनमा नुहाउनु पर्दैन हेर त खुट्टा सबै कालो भएको हात नुहाउँछु भन नुहाउँछु काका भन नुहाउँछु भन नुहाउन कति मानेन गाइस यो त ओ अझै दाइ कता गएर आउनु भएको घाँस काटेर को हो उता गएको रेस गर्दैछन् खै त घामै लागेन यो झगडा गरेर आज नुहाउने कि ननुहाउने नुहाउने कि ननुहाउने म छोड दाउरा बोक्नु जान्छु अब ल ल कोबाट देऊ घाउ भयो जाऊ अब तिमीसँग म बोल्दिनँ अब जाऊ आज आउँछ नुहाउन त जाऊ नुहाउँछु भन त नुहाउँछु भन त तिमी त बाघ हो क्या है टोक्न मात्रै टोक्ने है छ्या ल बस हामी जान्छौँ अब है बाई बाई तिमी पनि जाने ल अब त हेर्नु गाइस उता गफ गरेको उसको गफ सुन्ने हो बस्ने हो सकाउने हो यस्तै छ गाउँले जिन्दगी कान पनि राम्रोसँग सुन्नुहुन्न उसले भनेको हामीले सुन्ने मात्रै गाइस अब उसको कुरा सुन्ने हो हिँड्ने हो अब सकिन्छ होला सायद 2-3 चोटि गऱ्यो भने त यति बाँकी छ हेरौँ कति टाइम लाग्छ ल गाइस अब चाहिँ यति बाँकी छ यो चाहिँ 1 चोटि या 2 चोटि आउनुपर्छ होला 2 चोटि भयो भने यिनीहरू यसको छालाहरू लिएर जानुपर्छ यता छ यिनीहरू हाल्नुपर्छ हाम्रो भागालाको भारी यो चाहिँ मेरो यसरी हाल्छन् हाम्रो भारी ल गाइज यति सबै भएर आइदियो अब रेस्ट गरिन्छ एकछिन रुन्ची बुढी रोग हो नुहाउने राम्रो हुन्छ बाबालाई फेरि बेला बेलामा इनर्जी ड्रिङ्क चाहिन्छ कोदोको झोल चाहिँ फेरि यो नारेपा न थुन्दी गुड लास्टै थाक्यो गाइस मेरो इनर्जी ड्रिङ्क चाहिँ यो हो बाड़ी में प्रीनी नहीं दम तो फिर तांगम थोड़ा तांगम फोत्रों बोलो बोलो यो खाना जाऊँ खाना मात्रै हो ट्याक्क थाक्यो बेला मात्रै खाने गाइस
धेरै चाहिँ खाने होइन, फेरि धेरै खायो भने त ल्यामेलै हुन्छ फेरि। नानु त नुहायो है को राम्रो हो, काका राम्रो कि नानी राम्रो हो? हँ को राम्रो भन त? तिमी राम्रो हो? नुहाएर राम्रो भयो है, काका त कालो भयो है। नानु त कति राम्रो भएछ, आमा नानु हाई गरिदेऊ, हाई गरिदेऊ, यता हेरेर हेलो गाइज गरिदेऊ। ए कति राम्रो, आमा खै कति क्युट। नानु त नुहाएर कति राम्रो भएको है। के खाएको? चिज बल। खोइ काकालाई देऊ त। मिठो ओए। ल गाइज म त यहाँ दाउरा झन् 2 चुटी पुगे, अब त खलास हुन्थ्यो, तर सकिन्छ होला। एकजनाले तम्लेतिर जानु पर्यो ट्र्याक्टर जोत्नलाई, होइन आमा? ल गाइज हामी चाहिँ तम्ले पखातिर आइपुग्यो। हेर्नुहोस् यहाँ चाहिँ खोर्सानी रोप्ने कि खोइ त खोर्सानी बोट, खोर्सानी काउली, भूमिका भाउजूको भना, भूमिका भाउजूको खोर्सानी रोप्ने रे। अब ङ्याला खोज्यो, ङ्याला त घरमा सुत्न गयो क्या हो। ल फोन गर्नु त। ड्राइभर ङ्याला जोधेर घरतिर हिँड्दैछ, फोन गरेको उठाउँदैन। अब घरतिरै बोलाउनु जानु पर्यो गाइस। चिलहरू त गाइस चिल हेर्नु मस्तले उडिरहेछन्। कुखुरा बोक्ने चिल हो गाइस। ल गाइस ङ्यालालाई बोलाउन त आयो, तर घर कुन हो कन्फ्युज भयो, कन्फ्युज। ओ बाजेबा फाइनली ङ्याला चाहिँ त्यहाँ बसिरहेको रहेछन्। ओ ङ्याला जाम न हो एकछिन। फाइनली ङ्याला हो घरमा नि आइपुग्यो। के छ भाइ, ठिक छ? खोइ त बाउ त भित्र छ न, कुखुराको बच्चा नि रहेछन्। के छ ङ्याला, ठिक छ? हे तिर्कोमा त घरै नचिनेर यार। जाऊँ न त एकछिन है। हाम्रो तम्ले गाउँको आमा सन्चै हुनुहुन्छ? यता बाथेबा सुपर पावर हान्दैछन्, अब पावर निकालेर गइन्छ माथि। ल गाइज ङ्याला र म चाहिँ अब ङ्यालाको बोलेरो लिएर उता पुग्नु पर्ने हो। त्यहाँ पुगेर जोतिन्छ कोदोको बिउ राख्नको लागि। बोलेरो स्टार्ट गरिरहेछन् ङ्यालाले। है खोइ त है अब उता पुऱ्याइन्छ। ङ्यालाले बाटो लाँदैछ नि यसरी। यता चाहिँ बेसी सहरकै अहिले चाहिँ देखेछन् राम्रोसँग। हामी उता पुग्नु पर्ने हो। यसरी तान्दै हिँड्नुपर्छ। ओ आमै के गर्दै हुनुहुन्छ? ए चिया खाँदै। पसिनै खलखल भयो। भैँसी ताने तान्दै लानु पर्ने। पसिनै खलल्ल बनाएको रहेछ। त्यहाँबाट हो, यही हो हाम्रो स्टेसन। अब ल गाइज यो छाङ्रा छुङ्री सब यतातिर फालिदियो। अनि यो झाडी चाहिँ फाँडिरहेको छु। यहाँ थोरै बाँकी छ, त्यो खलास गरेपछि ङ्यालाले स्टार गरिहाल्छ नि। ङ्याला भाइ चाहिँ पुरा 3 पानी हान्दैछ दिउँसै। लास्टी थाल्यो गाइस, झाडी थाल्यो। यसलाई के गर्नुपर्छ भने
ल खलास गाइस सक्यो अब मेरो ड्युटी अब यहाँ लगाएको काममा पसिनै खर्खर भयो मेलाले जोत्न स्टार्ट गरिसक्यो कुनाबाट हाम्रो तम्ले पाखा हेर्नु गाउँ भाषाको तम्ले पाखा अब चाहिँ खाजा खाने बेला भयो यो त पहिला मैले पनि जोते एकचोटि ट्राई गरौँ है त समाचार मैले खाजा के ल्याएको छ नि त आमामा दालमोट चौचौ बिस्कुटा चिया अनि यो त पा त कहिले खान्छ खोइ नि यो आमाले खान्छ होला पा त ल यहाँले खलास पनि गरिदियो यो चाहिँ कोदोको बिउ राख्ने हो खलास गरिदियो अब खाजा खाइन्छ त्यहाँपछि फेरि यो पुतुत झार उडाउनु पर्छ फेरि मलाई चाहिँ डेन्जर भोक लागिरहेछ गाइस त्यत्रो दाउरो बोकेको अचानक यहाँ फेरि कोदोको बिउ छर्न आइपुग्यो तम्ले पाखातिर कोदोको बिउ छर्नलाई अब ल के छ खाजा ल गरम गुरुम खाइदियो होला नि त ल गाइस अब खाजा खाइछि भेटौँ ल गाइस अहिले चाहिँ हामी खाजा खाँदै हो यहाँ ल के छ त एकदम बढिया बतासलाई नै हाल्ने खाजा त के गरम गुरुम के हो धरम धुरुम त्यस्तो लिएर आइछ म देख्यो नि त फेरि छुट्टै हाम्रो कान्छ युट्युबर गाइस हाम्रो खाजा साजा पनि सकियो कान्छ अनि के छ त कान्छ अब हेलाले यहाँ पुतुत्त पार्छ अनि त्यहाँबाट हामी घरतिर कुतुत्त कुद्छ त्यहाँबाट हामी घर पुतुत्त कुद्छ होइन कान्छ अनि मेरो नि आइडी छ टक्क सब्स्क्राइब हान्दिनु के छ अफिसियल आशिक अफिसियल अफिसियल खतरा खतरा भिडियो छ तर कसले हेर्दैन हेरिदिनु है उसको पनि मेरो पनि हेर्दैन ल गाइस फाइनली हेलाले जोतेर सकायो अब घरतिर गइन्छ होइन भाइ ल गाइस सब खलास पार्दै कोदोको बिउ राख्ने रे यहाँ चाहिँ आमा चाहिँ ऊ यहाँ टुँडा टिप्दैछन् यहाँ चाहिँ हाम्रो हेलाहरू यसरी लाँदैछ नि फराकिलो ठाउँ छैन क्या अरे यस्तै हो पहाड गाउँतिर है गाह्रो छ गाइजहरू गाह्रो छ गाउँठाउँमा ल गाइज अब चाहिँ सक्यो क्या अरे अब चाहिँ घरतिर लागिन्छ गाइज हेर्नु गाइज पहाडतिर चाहिँ यसो ध्यानुपर्छ जान्नै सकेन कि अब म जानुपर्छ भाइ ल यहीँ फसिएको थियो गाइज हाम्रो बल्ल बल्ल यहाँ ल्यायो स्टार्ट गर्दैछन् योलाई उता पुऱ्याएर हामी गइन्छ गाउँतिर होइन साइला गाइज हेर्नु के यस्तरी ल्याउनुपर्छ गाह्रो छ नि हो गाह्रो छ गाइज हेर्नु गाइस यस्तरी लानुपर्छ है मकै बिग्रिहाल्यो उही भएको हो तर केही फरक पर्दैन हेर्नुहोस् गाइस यो जुका चाहिँ
जताकै नछोड्ने भयो नि त जहाँ आए पनि आउँछ यो जुका चाहिँ बिचरा घेलाहरू यसो लाँदैछन् लास गाह्रो छ नि बाटो छैन है यस्तो छ यता मकैबारी यता मकैबारी गाउँमा अप्ठ्यारो बाटो ओइ बटार्यो बटार्यो ल गाइस फाइनली अप्ठ्यारो बाटो चाहिँ कट्यो अब यहाँबाट चाहिँ मजाले सजिलोले जान्छ अब यो राखेर हामी गाउँतिर लागिन्छ यहाँ काँक्रोको बोट लगाउनु भएछ हाम्रो मगासीले ओ मगासी दिनभरि काम गर्ने हो क्या हो के रोप्नु भयो हो ए खुर्सानी ल ल ल गाइज अब हाम्रो घेलाको बोलेरो पनि प्लास्टिक स्यासीले छोपेछ अब हामी लागिन्छ गाउँतिर ल गाइज अब चाहिँ हामी गाउँतिर लाग्यो होइन साला सक्यो घेला आजको काम आजको काम सकियो होइन ल ओ बागला दाउरो बोक्नी सक्यो सक्यो हाँ सिनो छिवा हाँ छिवा सक्यो आमाले यहाँ खाजा बनाएर दिनुभएछ पास्ता यहाँ घेला भाइ खाँदैछन् अर्को घेला त यहाँ स्याला भइसक्यो ल गाइज अब खाजा साजा खाइन्छ यसो हात खुट्टा धोइन्छ मस्तले सुतिन्छ आजको भ्लग चाहिँ यति नै भिडियो धेरै लामो भयो जस्तो लाग्यो ल बाई बाई गाइज ल बाई बाई गरिदिउ त गाइजहरू बाई बाई गर्दा कान्छ बाई बाई ल कान्छ बाई बाई गुड नाइट